नत्र हाम्रो आन्दोलन रोकिदिएर सिधा हैन यस्तो छ अब तपाईहरुको लापरवाहीको कारणले त्यो दिन समातिएको भए यो जिल्लाको अवस्था यस्तो हुन्थेन, देशको अवस्था जुन तनाव बनेको छ त्यो अवस्था हुन्थेन। यसको जिम्मेवारी अब कसले लिने त? सिडिओ साहबले लिने कि एसपी साहबले लिने कि गृहमन्त्रीले लिने, कसले जिम्मेवारी लिने त? त्यो दिन विवाद यो भाइलाई थप्पड हान्दै गर्दा मुखमा त्यो मुक्का हान्दै गर्दा त्यो अपराधीलाई नसमात्नुको कारण के हो? त्यो अपराधीलाई नसमात्नुको प्रमुख कारण के हो? चुनाव आउँदैछ, एउटा जिल्लामा के एउटै कार्यक्रम हुन्छ? एमाले जेनजीको कार्यक्रम हुँदैन कि? शान्तिपूर्ण कार्यक्रम त जेनजीले पनि गर्छ, एमाले पनि गर्छ, कांग्रेसले पनि गर्छ। अब चुनाव आउँदैछ, एउटै जिल्लामा 10-10 वटा कार्यक्रम हुन्छ, के गर्ने त अब भनेर चुनाव आउँदैछ, एउटै जिल्लामा 10 वटा कार्यक्रमको चुनाव प्रचारको कार्यक्रम हुन्छ। अनि के कस्तो गर्नुहुन्छ त? दुईटा कार्यक्रमलाई तपाईहरुले सम्हाल्न सक्नु भएको छैन, शान्ति सुरक्षा दिन सक्नु भएको छैन। एकै जिल्लामा 10 वटा स्टेज कार्यक्रम भयो भने कसरी तपाईहरु जिम्मेवारी लिनु? रुट चेन्ज गरेर अर्को बाटो लगिन सक्नुहुन्थ्यो। रुटै चेन्ज भएको त पत्ता छ नि त कि यस्तो छ कि अर्को बाटो लगिन सक्नुहुन्थ्यो। कि यस्तो छ कि महेश बस्नेत आयो भने पुरै जिल्लाको कार्यक्रम बन्द गरिदिने त्यस्तो मनसा आयो? त्यो बरु घोषणा गरिदिनु। त्यो घोषणा गरिदिनु के गर्ने तपाईहरु? बसिहाल्छ चुपचाप। किन हैन, यो मजाकको कुरा हैन। सिडिओ साहब र एसपी साहबलाई यो प्रश्न त्यो मान्छे तत्काल किन समात्नु भएन? र यो जिल्लाको अवस्था यस्तो क्षति भइसकेपछि मान्छे किन समात्यो त? नसमात्नु पर्ने थियो। यो यत्रो आन्दोलन भइसकेपछि किन समात्नु भयो र त्यो दिन किन समात्नु भएन? यो प्रश्नको जवाब कसले दिने? त्यही दिन किन समातिएन त्यो मान्छेहरु? आन्दोलन मान्छे समात्न लागि आन्दोलन गर्नु पर्यो। उनीहरु फेरि भोलि आन्दोलन गर्छन्, समात्नु त्यो मान्छे। हामी जवाब दिन चाहन्छौँ। हामीले काम राम्रोसँग गर्यौं भने पनि जवाब दिनुपर्छ, राम्रोसँग गरेनौं भने जवाब दिने मान्छे पनि छ है। अनि पुलिस प्रशासनले चाहिँ एयरपोर्ट भित्रबाट समाएर लिएर गएको भए भइहाल्थ्यो त। हैन समातिएन कि यिनीहरूलाई हटाउँ है यहाँबाट, यिनीहरूलाई बचाउँ। लाठी चार्ज हो के एयरपोर्ट भित्र घेराउ भएकोलाई कसरी निकाल्नु? हामीले एयरपोर्टबाट भगाउन सक्ने, एयरपोर्ट भित्र भएकोलाई चाहिँ कसरी छुन दिनु? त्यो भन्नु न। तपाईले कुरा एकदम ठिक हो हैन। अनि कुरा त ठिक हो तर समाधान भएन के? डिफेन्स कमान्डर खटिएको हुन्छ हैन, त्यहाँ विभिन्न लेभलका अफिसरहरू खटिएको हुन्छ। तपाईले भनेको कुरा ठिक हो, उहाँले अनुसन्धान गर्नुपर्छ किन समातिएन भन्ने कुरा। यसमा चाहिँ नसमात्न भनेर चाहिँ एसपी साहबहरूबाट या हामीबाट कुनै आदेश थिएन। घटना भइसके पश्चात चाहिँ तत्काल फिल्ड कमान्डरले गर्ने चाहिँ निर्णय हो त्यो हैन। तपाईबाट केही पनि आदेश थिएन। तर जुन निवर्तमान सांसद छ नि, पुराना सांसदहरू यहाँको झोले सांसदहरू, उनीहरूले चाहिँ तपाईहरुलाई दबाब दियो। यो जन्नेसुकै जेसुकै भन्नु सर, यो उहाँहरूले गरे हो, उहाँले पिट्न लगाएको हो, उहाँले छुटाउन लगाएको। लगभग 200 को हाराहारीमा 1000 2000 प्रहरीले जब 5 जना समाल्न सक्थ्यो नि, त्यतिखेर कुनै व्यक्तिको प्रहरी नबन्दिनुस्, त्यही हो।